क्रिस्टिना तामाङ तपाईँ त साँच्चीकै लाउरेकै छोरी जस्तै देखिनु भयो। कस्तो राम्रो, तपाईँको स्टार्टिङ एकदम राम्रो लाग्यो मलाई है। अनि डान्स पनि बबालै गर्नुभयो। अनि कस्तो कस्तो नाचे जस्तो लाग्यो तपाईँलाई? पास हुन्छ जस्तो लाग्छ। अनि राम्रो नाचेपछि त भइन्छ नि पास, होइन? अनि कसले सिकाउनु भएको कि आफै सिक्नु भएको कि? सिकाउनु भएको। गुरुले सिकाउनु भयो? हजुर। यसो एक दुईवटा सल्लाह दिन्छु, नरिसाउनु ल? हुन्छ? तपाईँले स्टेप्स गर्दा काउन्ट सबै काउन्टमा गराउनुहुन्छ नि, होइन? 1 2 3 4 है। तपाईँको चाहिँ के हुन्छ, तपाईँ नाच्दा चाहिँ के हुन्छ भने 1 2 3 हात तपाईँ फोसम्म पुग्नुहुन्न कि फोसम्म पुग्नु भयो भने चाहिँ तपाईँको स्टेप क्लिन हुन्छ है। तपाईँ चाहिँ के गर्नुहुन्छ 1 2 3 हातमा छोडिदिनुहुन्छ भने चाहिँ त्यहाँ चाहिँ के हुन्छ, स्टेप कम्प्लिट हुँदैन कि क्लिन देखिँदैन, होइन? अनि अर्को भनेको तपाईँको एक्सप्रेसन, गीत आउँदाखेरि तपाईँको एक्सप्रेसन कस्तो राम्रो उज्यालो देखिन्छ नि, त्यत्तिकै इन्जोय चाहिँ तपाईँले म्युजिकमा पनि गर्नुपर्छ है। म्युजिकमा चाहिँ एक्सप्रेसन डल राख्नुभयो भने चाहिँ राम्रो देखिन्न है। गीतमा जसरी हाँसेर नाच्नुहुन्छ म्युजिकमा पनि त्यसरी नै हाँस्नुपर्छ है। अनि चाहिँ अझ राम्रो हुन्छ। अनि इनर्जी ठाउँ चाहिँ इनर्जी लो भएको जस्तो फिल भयो मलाई है। गर्नु पनि भयो होला है। अनि फेरि अब बिहानदेखि बस्नुभएको होला नि त, होइन? त्यही त इनर्जी नै हल्का लो देखेँ, होइन? तपाईँले एकदम राम्रो नाच्नुभयो। लाउरेको छोरी पास हुनुहुन्छ कि हुनुहुन्न त्यो चाहिँ अब हामी वेट गर्नु ल। बाई बाई। प्रतिभा पहिचान पथरी सनी सरेको साथ, पथरी सनी सरे आइडल, पथरी सनी